पाक्न आँटेको छ। हाई गाइस, हेलो। सक्यो के साह्रो हामीलाई त पुग्छ लादा हेर्नु सो हेलो गाइज, वेलकम ब्याक। स्वागत छ तपाईहरु सबजनालाई हाम्रो अर्को नयाँ भिडियोमा। मोल्नु पर्दैन यताडी देखाउ त क्यामेराम्यान। हामीसँग आज छ आगो, यहाँ छ मासु, हालिम हैन, यहाँ छ मुरै, चाउचाउ साउचाउ सब कुराहरुलाई हामीले साँधेर दाइ पनि हुनुहुन्छ यहाँ। दाइ चाहिँ के भन्नुभएको? स्पिकर पनि भन्नु न। ए दाइ पनि हुन्छ यहाँ। JBL को स्पिकर पनि छ हामीसँग। उता बाइक पनि छ। यहाँ त्यो नदेखा न त्यो त्यस्तो। यहाँ चाहिँ अब हामीले आज हजुर हाल्यो हाल्यो। अनि यहाँ चाहिँ अब आज हामीले गर्मीको अन्त्य गर्न आएको हामी। कस कालो कालो आयो क्या, म कता गोरो छ दाइ। ल त्यो कालो कालो चाहिँ त्यससँग घाममा हिँडेर हो। अब हामीले चाहिँ आगो सागो बालेर आज मासुको व्यवस्था गरेर यहाँ मासु देखा मासु देखायो भाइ सरर पारेर गराइदिउँ यो। मैंने रोडियो आने बनने से मैंने बोरियो ल यहाँ आयो त आगो त। आगो चाहिँ नखोइदौँ न। यहाँ आगो बल्दैछ यो चाहिँ हाम्रो अन्डा पनि हालौँ न। ओए कति हालेको भयो त हौ, यति भए हुन्छ त। हुन्छ यो चाहिँ हो मिस्टर कुकर। ए कुक हान्ने हामी दुईजना। यो चाहिँ त चाहिँ किन हिरो भएको? यही अन्डा हालिदिउँ त आज। टिभी त हाल्यो नि, मजाले आउँछ होला। अनि पर्र आउँछ। ल म यहाँ हेर न। बाफ त्यस्तो धेरै नै उइला के गरेको अहिले त? अन्डा हो। भयो खोइ के हो? ला अहिले त चल्ला हुन्छ है ल। चला हुन सक्छ। फ्रिजमा राखेको हौ। ओइ होइन ओइ चला निक्लिन। चल्ला राख्छौ दर्शक बिन्जी हेर्नुहोस् यहाँबाट चला निक्लिन सक्छ है। फुटाएर हाल त। फ्रिजमा चाहिँ कसले चल्ला राख्छौ एउटा फेरि? चल्ला हैन नि त्यो हाले त अर्को बेसार के छ? अन्डामा चाहिँ कसले चल्ला राख्छ त्यस्तो कुरा? छैन हेर्नुहोस् गाइजहरु यो चाहिँ हो अन्डा। यो पनि फुटाउ। अन्डामा चाहिँ यस्तो निकाल। अन्डामा चाहिँ चल्ला रहेनछ। अर्कोमा छ क्या? ए अर्को ल चोखो। ल चल्लामा अन्डा छैन भनेर त। चल्ला मन्डा छैन। ल अब कागती पनि निचारौँ न। कागती उता हाल्ने हैन? उइ बेसार चाहिँ किन हालेको? थोरै हाल्ला थोरै। अब ल कागती हाल्नु। अब हाम्रो यति आधी मात्रै हाल ल। यति सानो रेसिपी भनिदिनु त ल। हाम्रो रेसिपी चाहिँ हाम्रो छोटको मिटको हो। बबल तरिकाले यहाँ काटिँदैछ ल। कागती किन चाहिएको भएको? कागती किन हालेको? कागती यहाँ आफै हाल भन्छ। हाल मिठो हुन्छ, पोल्दाखेरि मिठो हुन्छ। ओ तेरो हात दुजा थोरी। ल अहिले उता सबै भैँसीले खान्छ। यहाँ हाम्रो ल मासु सासु रेडी छ। यताले आगो बाल्दैछौँ। अनि गर्मी चाहिँ एकदम डेन्जर तरिकाको छ यहाँनिर। हामी चाहिँ सानो टाढाबाट आएको होइन, हिँड्दै आएको। भाइ त त्यस्तो कालो त्यस्तो गोरो मान्छे त भाइ कालो भइसक्यो है। पकाउने यहाँ चाहिँ भाइ खोइ हल्का मेरिनेट पकाउने खोइ। भाइ पानी हाल त यहाँनिर अलिकति कागती हाल भनेको होइन हौ। हामीले झिरसिर सब व्यवस्था गरिसकेको थियौँ। हामी पानीमा कागती हाल्न आँट्यौँ। ए झिर कहाँ हाल्यो बस साथी यहाँ पानी हाल्नु। यहाँ उन्दियो भाइ ल्याम्प पारेर कहाँ हाल्ने? यसलाई छोप्नुपर्छ। साथी पानी हाल त सर एकदम। पानी हाल्छ। हेर मुनिबाट हाल न, सबै माथि जान्छ हौ। बो पानी वेस्ट नगर है। मसला जानु ल गाइजहरु हामीसँग फेरि पानी खानालाई कोक छैन नि फेरि। ल आगो त निभिन्छ। ए हाल न थोरै। बाटो हुन्छ त्यो एकजना मात्रै गरेर के जान्छ? यहाँबाट दाउरा खोज्नु पर्ने हुन्छ हामीले चाहिँ, किनभने हामी घरदेखि केही नलि आएको नि त। दाउरा साउरा केही नलि, सो दाउरा साउरा खोज्नु पर्ने हुन्छ र सेकुवा मजाले पोलेर झरम तरिकाले खानुपर्ने हुन्छ। खोइ त दाउरा एउटै भेटिँदैन त भाइ। जल्दी आऊ जल्दी। हामीले चाहिँ दाउरा लगभग यति भेट्यौँ। यता पनि छ। खोइ मेरो भाइ भाइले यति भेट्यो झन्डै। अनि यति दाउरा लिएर गएर चाहिँ हामीले अब पकाउनु पर्ने हुन्छ यसलाई। यति अन्त यत्रा नि पाक्दैन, अझै खोज्नु पर्ने हुन्छ। हाम्रो दुईवटा कुकम्यानहरू यहाँनिर पकाइरहेका छन् ड्याङसँगले। साइको हो क्या यो मान्छे? ए पछाडि रहेछ हावाहरू। अब यो बनाऊ। यति नै आगो चाहिँ हाल्नुपर्छ। यहाँ प्याजहरू हाल्नु पर्दैन? प्याजहरू त उसमा हाल्न ल्याएको नि त। किन? हाम्रो यहाँ रेडी भइसक्यो छोइला त होइन। अच्छा यो निकाला त
ए मासु मासु भन्न अलिअलि घाम चाहिँ नआइज नआएर बरु पानी आइज 10 बजेहरू हामी पकाउँदैछौँ मासु यो सेकुवा बनाउँदैछौँ यहाँनिर हेर्नुहोस् यस जापानी स्टाइल अब डन्डी पुगेको छ भने यहाँनिर आगो पुग्यो होइन मासु कालो कस्तो बल देखेको थियो नि मासु त यस हेर त अब डढेछ त्यो डढाएको स्टाइल हो यो हाम्रो चाहिँ ल यहाँ अलमोस्ट पाक्न आँटेको छ एक दुईवटा फिर्का चाहिँ पाकिसक्यो भाइहरूले बिजोक रमाइलो छ कस्तो भयो भाइ पिकनिक यो खोज्दै दिनको आयुष भाइ के भन्न चाहन्छु वेलकम टु माई च्यानल त्यति ल ठिक छ हाम्रो चाहिँ हालत एकदम पत्ला भयो अनुहारदेखि नि त डढिसक्यो क्या अघि ल यता घुमाउँदा हुन्छ यतादेखि अलिकति ल हाम्रो हालत चाहिँ बहुत पत्ला भइसक्यो पकाउँदा पकाउँदै एक त गर्मी तिमाथि घाम न यहाँ लसी ओहो बगल पाकेको छ ल मजा आयो यो देखेर पो खुसी लाग्यो त अब भाइ पकाउन गाह्रो हुँदो रहेछ हो आरीमा ल्याएर भरेदेखि पकाएर ल्याएको बास्न आएर आयो है भाइ बास्न आयो है हरहरी ल परिसक्यो यहाँनिर अब पौडी हाल्नु पनि जाउँ त पौडी हाल्नुपर्छ विशेष पकाउँदै गर्छ मजाले म त खतरा पकाउँछ यसले आउँछ यसले हो दम भाइ खतै पकाउँछौ पाउँदैन रहेछ मलाई पौडी खेल्नु जान्छ यो डढेको भन्नु होला यो चाहिँ डढाएको होइन हाम्रो यो स्टाइल यो पकाउने यो चाख्नु अँ। अनि अर्को उसले चटपटी डङ बनाउँदै गर्छ तर भित्रको पार्ट एउटा पिस सकिन्छ कि यो अलिअलि काँचो काँचो पनि मिठो हुन्छ हालौँ न यो पुरै झार्दै भाइ यहाँनिर कटाउनु पार चप्पुले खोइ यहाँ आइज पाके कि छैन त्यो अहिले लास्टमा पाक्छ तर पाएको यहाँ लाग्यो कस्तो रहेछ हो यो केही छैन पानीले धुन्छ अब त्यो टकटकाएर खाँदा के हुन्छ तर है यहाँ झार त भाइ चप्पुले गुडुङ पार हातै झर्छ हौ त ल हट्नु एक्सक्युज मी अनबक्सिङ हाम्रो चाहिँ यहाँ त्यो लास्टको चाहिँ छोडिदियो होला पाकेको होइन गेममा यो के गर्नु ल चाख्नु अलिकति कस्तो छ अब के नुन यसको भित्र हाल्छ अर्को पनि मासु यहाँ माथि बिछाइदियो नि म्याम विशेष जिउ बिसाउ त यतिकै ठिक छ खालि आगो नै त्यस्तो आगो अनुसार खोइ कोक हालौँ न खोइ लाग्छ नि म हाम्रो ल्याएको छ त भाइ मैले त किनेको उडाइदिउँ ओइ नौराम वेस्ट हुन्छ वेस्ट अफ मनी शान्त शान्त ड्राइभर दाइ बालक ड्राइभर दाइ One time. पानी जसै पनि नखाऊ है ल है एउटा पिस निकालेर खेल्दै गर्नु मेरो दामी छैन अन्त यो अरे यो वाह खाने यता यता क्यामेरामा जाने माइन्ड ब्लोइङ दाइलाई खतरा दिएँ मैले ए बब्बाल बुब्बा त खानु त कालो खानु न कालो चाहिँ खानु न दामी छौ कस्तो बल छ दाइ
हड्डी पनि रहेछ तर बबल बबल यहाँभन्दा के खोज्नु होइन पाकै जस्तो त खोज्नु नि दाइ अझै के यसलाई भन्छ के को फल अरे प्रतीक्षाको फल तर त मास ब्रोइलरको फल पाइयो यहाँ नटी बोक्स आशी दाइको मिसिङ हो त्यही भएर त्यस्तो भनिदिएको मैले ल ठिक छ बुलेट अबे जल्दी बोल कल सुबह पनवेल निकलना है स्पटेड तिमी ठिक पारेन दाइ कति बजे भन्नु त त्यहाँ कति बजे उलाला दाइ कति बजे हेर्नु न 2:19 मिनट जम्मा यो उता खानुपर्छ अझै छ त मासु कहाँ त्यहाँदेखि उसले बनाउँदै गर्छ आइज अहिले उसले साथी चटपट हेरेर मासु तिम्रो काम खाउनु पऱ्यो म त यी दिन्छु भन्न आँटेको गिलास चिनेर राख कडा हो हरायो भने त फेरि आफै भनेको 5 वटा 10 वटा दिनु हुन्छ त गिलास के दादा मलाई उडाउँछ कि गिलास त यसो गरौँ न भारी हुन्छ कि सबै खाऊ न हौ कस्तो घिन पनि लाग्दैन कि क्या हो यार दम डुब्की हान्नु ए दाइ मेरो यो खोलिदिनु न दाइ धामा अड्के छ सो गाइज हामी चाहिँ आइसक्यौँ पौडी खेल्नलाई यहाँनिर बवाल तरिकाले झापाको गर्मी अत्याधिक मात्रामा बढेकाले आइसक्यो हामी चाहिँ पौडी खेल्न भाइ हराइसक्यो क्या हो एकदम कुल पानी चिसो चिसो पानी पौडी खेल्न नआए पनि आउनु एकचोटि आम्मामा साइरी हामी सक्दा मान्छे हात सुकी हान्यो सुकी हान्यो झन्डै मरे दाइ म मर्न चाहिँ नमर भिडियो पनि बनाएन फेरि खासै इन्सुरेन्स त होइन त्यो कुकुरले आएछ यहाँ विशेषलाई बोलाउँ न बिचारा यार बोलाउ न अनि फेरि चाउचाउ चोर्दैला नि कन्ने ओ भाइ भाइ ला 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 मुस्क हाँस्यो मोहनी लायो के गरौ कसरी भन्नु तिमी मलाई मन पर्यो भाइ भाइ हान्यो मलाई डर लाग्यो कस्तो डर खेल्नै हुँदैछ त ल म हान्छ मलाई यहीँ परेछ खेत पुलतिर पुग्यो होला नि त बहुत मजा आयो विशेष भाइले के पकायो दाइले हेरेर के गरेको यहाँनिर चाहिँ हाम्रो पाकिसकेको माछा मासु यो तपाईँहरूले हेर्न सक्नुहुन्छ अनि कुकम्यान चाहिँ हाम्रो विशेष भाइले चटपटे पनि बनाइसक्छ यहाँनिर कतापट्टि भाइ यो चाहिँ किन हालेको माछा हाले त त्यो अझै हाल्न सबै सबै हाल्यो कस्तो रहेछ के को लोभ गरेको मलाई के थाहा यो पनि यति त्यही त ठिक छ हाम्रोतिर मासु माछा माछा त छैन मार्ने भनेको माछा पनि एउटै नभेटेर तनाव एउटै भेटेन कतापट्टि पाउँछ माछा यसो थाहा छ माछा यहाँ जालले हान्नु पर्यो हामी त तिरसिर लिएर आएको थियौँ भेटेर मारिहाल्थ्यौँ भनेको एउटै भेटेन एउटै भेटेन केको माछा बोलेको थियो यो कुखुराको हजुर डेकसेक ल्याएको छ त भाइ बजाइदेऊ भाइ एउटा पुरानो गीत बजाइदेऊ यहाँ डेकसेक पनि ल्याएको छ हामीले चाहिँ बहुत ए हाम्रै बिजी आउँदैछ
त्यही त मासु देखेर आएछ त्यो साँडे हामीलाई त पुग्छ होइन भनेको तात्दै दाउरा झिक्रा सिक्रा हालेर होइन दाउरा चाहिँ लास्टै उ रहेछ नि त अलिक रहेन त ऊ गीत पनि ढुकझुक ढुकझुक बजाउँदै बजाउँदै यसमा चाहिँ हामीले पानी भर्नु पर्ने हुन्छ हाम्रो पानी चाहिँ कोका कोला माउन्टेन ड्यू डर के आगे जिते अघि हामीले पौडी खेल्न सफल किन भयो भन्दाखेरि त्यस्तो पानी होइन हामीलाई डर नलाग्नुको रिजन यो माउन्टेन ड्यू ल हाम्रो चाहिँ मासु पनि रेडी भइसक्यो केटाहरूले पोलेर यस्तो दामी सेक्सी सेक्सी बनाएर चाहिँ हेर त कस्तो दामी अब हामीले ओहो मासु जस्तो रहेछ दिन आएको है काम मासु खाऊ केटा छिटो खाऊ चोक हजुर पैसा बेला बेला यसो भाइहरू काठमाडौँबाट आएको थियो नि यसो रमाइलो गरौँ न त भन्दा नि पौडी खेल्ने ठाउँ खोजेको कहीँ भेटिएन त्यहीँ मात्रै गएर चाहिँ अनि यसो खेलिहालेको आम्मामा केटाहरू मासु भने चाहिँ एक दिन चाहिँ टाढो जानुको लागि म ठुलो खान्न सानो खान्छु के रहेछ फोहोर रहेछ कहाँ खक्क यस्तो चाहिँ आजको पार्टी चाहिँ त्यो त राख्ने कुरो भएन होइन होइन हौ उयो बोतल त्यो त यहाँ ए मैले त खाएकै छैन मेरो टनै नआउनु राखेको सबैलाई पर उसलाई सबभन्दा हेर्छ कस्तो हालेको छ एक थुपो मलाई ए ल दाइला उयोलाई थापिरहेको छ यस्तो होइन कोक लागेको भए त आउनै सकिने रहेछ होइन भनेपछि पानी रातो भएको ल ठिक छ आजको शनिबार चाहिँ हाम्रो यस्तै भयो बबाल मजा आयो यहाँनिर हाम्रो अर्को भुजा प्रातलाई पनि चटी थाप्नु भन्नुपर्ने ओ सेट मासु खानु भन्नुपर्छ सोध्नु पर्यो भाइ चाहिँ मासु खान आएको थियो हर बास्ना गर मासु त कहिले हुन्छ हौ यो पोल्दै गरौँ भन्नु है त्यो दाइलाई ह्याप्पी चियर्स घाँस पनि खुवाउँदो रहेछ यसले त खै गाना बजेन त हौ स्विच अफ फोन ल त कम चियर्स मुरै चियर्स हो यो भनेको पौडी खेल्दैनौ अब तिमी जाउँ होइन ए बसाइदिइहाल्छु नि त अझै एक लट रहेछ नि यहाँ अझै एक लट छ मासु यही छोड्दै अहिले आएर बनाउनुपर्छ लास्टमा छोडिदेऊ भाइ खाएरै जानुपर्छ नि भाइ छोडिदेऊ भाइ अब चाहिँ हामी पौडी खेल्न जाने सबजना अब एकचोटि छोपिदियो भने उतै लिएर जानु भयो कुकुरले लिएर जान्छ अनि फेरि एक पावा मासु घट्यो भने के गर्नु फेरि यहाँ समस्या त त्यहाँ छ नि त काटेर खान मिल्दैन नि अघिको देखेन ए त्यसको यहाँ छ मासु चाहिँ उतै लिएर होइन भाइ त्यो बोतल फाल्दै अब के काम थियो गिलास गिलास अब चाहिँ नि भाइ अगाए अगाए जस्तो भयो क्या जो ल हजुर ओए नबोलाइ एकछिन दर्शक बिन्जीहरू हाम्रो अब सकिन आँटेको छ पिकनिक पनि अब हामी यो खाएर फुटबल हेर्न जानेछौँ मिलन दाइलाई कस्तो झ्याप जस्तो देखिरहेछ गाइज हेर्नुहोस् ल मिलन दाइलाई हेर्नु दाइले रक्सी हाल्नु भएको छ नि रक्सी होइन रक्सी छ्याङ छ्याङ के हेर दाइ छ्याङ छ्याङ आम्मो दाइले छ्याङ खाएर आउनु भएको छ गाइज
यसले चाहिँ यहाँनिर के देखाउँदैछ आँखा हेर न आँखा हेर हेलो म आएँ ल होइन हौ सबैजना जाने कहाँ हो फोटो हेर्न आउने फोटो हेरेरै जानु यो चाहिँ हाम्रो फाइनल जटमा छु ढिलो हुन्छ नि त नि सुरुमा कम ल मलाई हाल्दो त माथि एउटा हाल्दैन छिटो सक्यो के साह्रो गुवाएर हक्न बसिरहेको साथी आउन हामी जाँदै गर्छौँ विशेष कुनामा बाटो भन्छु कि पुलमा चाहिँ जान पुलदेखि देखिहाल्छ हामीलाई लगिदिन्छ ट्रेनिङ गर्न त्यो पुलदेखि कि उता होइन कि मिल्छ अक्का सुपर गाउने सुगन्धित बनाउने पुरा दाइ त्यहाँ मेरो हर 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 बास्ना आउँछ ए आगो निभाउनु पर्दैन पानी दाइ मेरो त्यहाँ यसो फोडा हान्ने गेममा यस्तो राम्रो त खेल्दिनँ कि त्यही नि होइन कोखाइ आम प्याज खाएको प्याजको पनि हड्डी रहेछ यसभित्र हुन्छ त्यो दुइटा होइन त्यो पनि हान्दै मा डढेको राखेको लगिहाल्नु त मलाई हेर्नु म दाइ पनि पुल छ नि पुलदेखि उतापट्टि हेर्नु कि त देख्नु भएन अलिक सिधा गएर हेर्नु होइन देखिहाल्छ फुटबल खेलेको ल बुझ्नु भयो नि ए यहाँबाट त उताले हाम्रो निस्किने बाटो पनि छ हो पानी खाने ठाउँ पनि हो पानी खानु भन्दा चाहिँ आगो चाहिँ निभाएर जानुपर्छ गाइज यहाँबाट पानी ल्याऊ अनि किनभने हामीले यसरी आगो लाग्छ भने गाउँपुरी डाउँडा लाग्छ ल यो हामी नखाने हो जिम केटा होला है दिने हो मुला भोक लागेर आएको कस्तो भइसक्यो गाडी उहाँ गएर झ्याम हाल्नुपर्छ चल्दिउँ गाइज यहाँबाट चाहिँ अब हामी जानुपर्ने हुन्छ खाइसक्यौँ हामीले पौडी पनि खेलिसक्यौँ समस्त गरिसक्यौँ अब के कस्तो हुन्छ अब बाटोको भिडियो देखाउनु देखेन भने एकचोटि यति नै हो त यस्तै भयो आजको चाहिँ साथी